नमस्ते साथीहरू। लुम्बिनी प्रदेशमा 2082 चैत 23 गते सोधिएको एसई विज्ञानको प्रश्नपत्र कस्तो भयो त? धेरै साथीहरू झुक्किनु भएको छ, तर चिन्ता नगर्नुहोस्। आज म यसका सबै प्रश्नहरूको 100% सही र सजिलो समाधान लिएर आएको छु। आउनुहोस् आफ्नो उत्तर चेक गरौँ है त। लौ त ढिला नगरी सिधै जाऊ समूह कका 10 वटा बहुवैकल्पिक प्रश्नहरूतिर। हेरौँ तपाईँले कतिवटा मिलाउनु भयो है त। हेरौँ है ल। 1 को एमा जाऊ। तलको कुन क्रियाकलापमा डिजिटल सिग्नल प्रयोग हुन्छ भनेको छ। अनि अप्सन आईमा आपसमा कुराकानी गर्दा, अप्सन आईमा इन्टरनेटमा कुराकानी गर्दा, अनि अप्सन आईमा एन्टेना जडित टिभी हेर्दा, अनि आईभीमा लाउड स्पिकरबाट बोल्दा भनेको छ। अनि यसको सही उत्तर नम्बर आई को रहेको छ। अनि बीमा भनेको छ निम्नमध्ये वनस्पति जगतमा पर्ने समूह कुन हो भनेर भनेको छ। अप्सन नम्बर आई फन्जाई, प्रोटिस्टा, अल्गी, मोनेरा। यसको सही उत्तर रहेको छ अप्सन आई अल्गी रहेको छ है। प्रश्नमा सीमा सोधिएको छ मुटुबाट शुद्ध रगत फोक्सोमा लैजाने रक्तनली कुन हो भनेको छ। अनि अप्सन नम्बर आईमा भेनेकावा, आईमा पल्मोनरी धमनी, आईमा पल्मोनरी शिरा, अनि आईभीमा एओर्टा भनेको छ। यसको सही उत्तर रहेको छ अप्सन नम्बर आई। अनि डीमा छ तलका मध्ये कुन सरीसृप नेपालका संरक्षित जनावरको सूचीमा पर्दैन भनेको छ। आईमा घडियाल गोही, आईमा अजिङ्गर, आईमा सुनगोहरा, आईभीमा कछुवा भनेको छ। यसको सही उत्तर रहेको छ आईभी को कछुवा। अनि फेरि एमा सोधिएको छ पृथ्वीमा 700 न्युटन भएको वस्तुको 2.5 मिटर प्रति सेकेन्ड स्क्वायर गुरुत्वाकर्षण तवल भएको ग्रहमा कति हुन्छ भनेको छ। अप्सन नम्बर आईमा भनेको छ 240 न्युटन, आईमा 1750 न्युटन, आईमा 175 न्युटन, अनि आईभीमा 700 न्युटन भनेको छ। यसको सही अप्सन नम्बर आईमा रहेको छ 175 न्युटन। एफमा रहेको छ धकेलेर पानीभित्र डुबाएको प्लास्टिकको खाली बोतललाई धकेल्न छोड्यो भने उक्त बोतल माथि आउँछ किन भनेको छ। आईमा भनेको छ प्लास्टिकको बोतलले पानीमा दिने ऊर्ध्वचापको कारणले, आईमा पानीले प्लास्टिकको बोतलमा दिने ऊर्ध्वचापको कारणले, आईमा पानीले प्लास्टिकको बोतलमा दिने चापको कारणले, अनि आईभीमा भनेको छ प्लास्टिकको बोतलले पानीमा दिने चापको कारणले भनेको छ। अनि यसको सही उत्तर रहेको छ अप्सन नम्बर आई पानीले प्लास्टिकको बोतलमा दिने ऊर्ध्वचापको कारणले। जीमा भनेको छ दिएको चित्र अध्ययन गरी एक्स र वाई को रङ पहिचान गर्नुहोस् भनेको छ। अनि अप्सन नम्बर आईमा छ एक्स रातो, वाई पहेँलो, एक्स बैजनी, वाई रातो, एक्स हरियो, वाई बैजनी, एक्स रातो, वाई बैजनी भनेको छ। अनि यसको सही उत्तर रहेको छ अप्सन नम्बर आईभी एक्स रातो, वाई बैजनी। यसको सही उत्तर रहेको छ। अनि यसमा छ हबलको अध्ययनसँग नजिकको सम्बन्ध भएको सिद्धान्त कुन भनेको छ। अप्सन नम्बर आईमा हेलियोसेन्ट्रिक सिद्धान्त, आईमा जियोसेन्ट्रिक सिद्धान्त, आईमा बिग ब्याङ सिद्धान्त, अनि आईभीमा हबलको सिद्धान्त रहेको छ। यसको राइट एन्सर रहेको छ अप्सन आई बिग ब्याङ सिद्धान्त। अनि नम्बर आईमा छ कार्बनको परमाणु सङ्ख्या 5 भएको अल्काइन तलका मध्ये कुन होला भनेको छ। अनि अप्सन आईमा छ पेन्टेन, अप्सन आईमा पेन्टिन, अप्सन आईमा पेन्टाइन र अप्सन आईभीमा पेन्टाइल रहेको छ। अनि यसको सही उत्तर रहेको छ अप्सन आई पेन्टाइन। अनि नम्बर जेमा छ तलका समूहमध्ये मुसा नाशकहरूको समूह कुन हो भनेको छ। अनि अप्सन आईमा भनेको छ मालाथियन, एल्ड्रिन, बेन्जिन, हेक्साक्लोराइड, अनि आईमा डीडीटी, सोडियम क्लोराइड, एल्ड्रिन, अनि आईमा भनेको छ पोटासियम क्लोराइड, एल्ड्रिन, मालाथियन, अनि आईभीमा भनेको छ ब्रोमाडियोलान, क्युमाटेट्रालिल, जिङ्क फोस्फाइड भनेको छ। अनि यसको सही उत्तर रहेको छ अप्सन नम्बर आईभी।